यता हो कि उता पहिला उता पछि यता अनि फेरि उता खै कता कता अलमलमै परे म त पहिला उता पछि यता अनि फेरि उता उता सकेपछि यता यता सकेपछि उता त्यता उता यता कता उफ अलमलमै परे म त अलमलमै परे म त मेरो कुरा मेरै भन्न खोल्नु पर्ने ढड्डा ढड्डा खोल्नु पर्यो भने धाउनु पर्ने अड्डा ए दाइ कता अड्डा हजुर सर बोलेपछि हजुर चिया कफी के ल्याउँ सर होइन चिया कफी केही पनि नखाउँ हजुर एउटा कुरा बेलुका तपाईँ घर जाँदाखेरि यो फाइल लिएर कन्टिन्यू गरेर थाल्नुहोस् हस् हुन्छ सर आफैले नक्सा बनाएर ल्याएर नि म नक्सा पास गर्छु त गर्नुहुन्न साधुराम हो नि मेरो नाम हजुर सर म त नियममा चल्छु नि एकदम सर एकदम नक्सा बनाउने काम कसो भन्नु त हजुर पनि सर त्यही त ल यो फाइल लिएर कन्टिन्यू है ल काम त अलि गरमै रहेछ हजुर ए ल पाऊ अलि गाह्रै छ ल यसो गर्नुहोस् बेलुका मासु भात खानु हस् हस् सर हस् सर हस् लाग्यो सर साधुराम हो मेरो नाम म त नियममा चल्छु नि जसले जे भने पनि के खोल्या अर्थ जान्ने हुन्छ यसपालिको दसैँ नरमाइलो भए पनि तिहार चाहिँ होला रहेछ यो गाउँ किनिदिन्छु म तेरो गाउँको मोल कति हो जान्ने हुन्छ तेरो पनि हरिबोल हरिबोल कार्यालय सहायक हुन् नि म बढ्ता बोल्छ तेरो गाउँ किनिदिन्छु म भन कति हो मोल हरिबोल हरिबोल माया 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 पनि के भन्नु र खै ए यो त यहीँ उभिएर बसिरहेकी रहेछ तैँले मलाई नगरपालिकाको प्याउन भनेर हेपेका होइन ल हेर आज हरिबोलको स्थान खसी नभएपछि खुवाउने नै फर्सी हो उहाँ मान्छेले मुला खानु पाएको छैन ए यो हरिबोललाई रक्सी खाने पैसा कहाँबाट आयो ओ भनेर सोधि त को त ओहो मान्छे चिन्न नसक्ने धोकेर आएछन् म माया चिनेनौ तसँग त मेरो माया नै छैन त त मेरो श्रीमती होस् नि जहिले पनि गनगन गनगन गर्ने घर खानी अन्न छैन तिमी चाहिँ रक्सी धोकेर आउनी अनि मैले गनगन नगरेर के गर्ने त आफ्नो पति परमेश्वरले रक्सी खाएर आइसकेपछि माया गर्ने न मात्र माया भनेर के गर्नु माया गर्नु पनि जान्नु पर्यो नि माया गर्ने मान्छे भए पो माया गर्नु सिधै खाल्टा नराल्ने जस्तो छ ए यो हरिबोललाई खाल्टा हाल्ने भन्ने त यो हरिबोललाई त आजदेखि मेरो घरमै बस्नु पर्दैन तँलाई साथको छैन हरिबोललाई बा ए बा एक सिसी मलाई रक्सी ल्याइदिँदा खाना पर्यो तैँले खानु हुँदैन तपाईँले चाहिँ हुन्छ मैले चाहिँ हुँदैन खुरुक्का दिनुहोस् म त तेरो बा हो ठुलो मान्छे तपाईँले चाहिँ रक्सी खाएर ठुलो मान्छे भन्नुभएको होइन म पनि ठुलो मान्छे भन्छु नि तँलाई किन ठुलो मान्छे हुनु पर्यो तपाईँलाई कुट्न तपाईँ ठुलो मान्छे भएर आमालाई पिट्नु भएको होइन म पनि पिट्दिन्छु हिँड छोरा जाऊ तको घरमा बस्नु पनि पर्दैन
जाने भए त एक्लै जा मेरो छोरो लान पाउँदैनस् तैँले बस्दिनँ म त आमासँगै जाने हो आमालाई जसरी पिट्न लाला हिँड्नु छोरा त चाहिँ मलाई छोडेर नजान बरु आइज मलाई पेट दसैँमा मासु खान नदिने बाउसँग बस्दिनँ म बाबु बरु म तँलाई भोलि मासु ल्याइदिउँला नि नजान यो तेरो घर साह्रै सुन्दर छ भन तिमीहरू कोही यो घर नभए पनि दिनको एकचोटि चाहिँ दर्शन लिउँ जस्तो लाग्छ मलाई यस्तो थोत्रे घरलाई के को राम्रो भने नि गुड तर यो घर थोत्रो होइन के लीला यो तिम्रो मन चाहिँ थोत्रो त्यत्रो भुइँचाला नलडा घर पनि थोत्रो हुन्छ काहीँ दुनियाँले नयाँ नयाँ घर ठडाइसके यो घर चाहिँ राम्रो हेर त्यहाँ बोले अरे शिव प्रभु यो सुन्नुभन्दा अगाडि मलाई किन लानु भएन परमात्मा ऋण गरेर अनि जग्गा बेचेर बिल्डिङ घर ठाड्याउनु भन्दा त अरे नि भएर यस्तै घर सुत्या राम्रो होइन र अब हामी 3 तले घर बनाउँदैछौँ कौशीबाट सबै गाउँ देख्ने गरी 3 तले घर बनाउन भएको जग्गा हुत्यायो होइन त छोरालाई अस्ट्रेलिया पठाउन हुत्याएको पैसा बाँकी रह्यो घर बनाउन लाग्यो के भयो घर किन बनाउनु जग्गा बेची बरु कुनै व्यापार बिजनेस गरे भए हुँदैन होइन के खालको वडा अध्यक्ष हो तपाईँ हामीले घर बनाउन लागेको के को डाँडो डाँड गरे होइन भने सल्लाह दिएको लिन मन लाग्छ लिउ नलिनु मन लाग्छ जाऊ मलाई के खाँचो अर्काले नयाँ घर बनाउन लागेको देखेर डाँडो ल्याएको होला तिम्रो त औकात पनि हुनु पर्यो नि घर बनाउने अच्छा के औकातको कुरा गरे तैँले मसँग तिमी भन्दै छु म त तमा कुरा गर्छु हेर बाबु मैले चाहे भन्दै त्यस्ता बिल्डिङ 10 तलाको बनाइदिन्छु तर पनि एक्लो मान्छे बस्नलाई त्यत्रो औलो किन चाहियो वरदर गर्न मलाई अलिक गाह्रो हुन्छ भर पो मैले नबनाएको त औकात बनाउन त जाऊ तैँले जा भन्नुभन्दा अगाडि नै म हिँडिसक्यो जाऊ अबदेखि नयाँ घर बनाउने भन्दा लुरु यता आउने होइन आई टुत्री प्रभु कति तिम्रो त्यो आइमाई जग्गा काल भेटाउनु मर्न सकिनँ हुई बडा एउटा घर बनाउन आयो भने साह्रै चाहिँ भुइँमा खुट्टै नदेख्ने पो भएर बसाएर चाहिँ वाह तेरा घर मैले राम्ररी बनाउन दिन्छु रे भन्छ म पनि भिजिट कुमारी ओडाएर चाहिँ नि होइन के गरेर तिमीलाई मिलाउँछ सिफारिस जति त्यो चम्पकेले बुझाइसक्यो हो र नगरपालिकामै गएर तेरो बिगार्न सकिन चुरे भन्यो किन खुस परे वडा अध्यक्षले मेरो मुड अफ गरिदियो राम्रो मेरो मुड अफ हुँदा तिमीलाई के को राम्रो त्यही त अब म आएँ नि अब मुड अन्ध घरको नक्सा पास भयो आज भएन नि अड्डाको काम भन्ने बित्तिकै नहुँदो रहेछ क्या गर्नुपर्छ कहिले हुन्छ त नक्सा पास हुन्छ सबै प्रक्रिया पुरा छ बेला भएपछि आफै हुन्छ मेरो विचारमा भोलिसम्म हुन्छ भोलि नक्सा पास भएन भने मेरो मुड अफको अफ हुन्छ राति पनि अन हुँदैन राम्रो राम्रो के राम्रो तिमी राम्रो भनेको नि म राम्रो होइन राम्री हुँ त्यही तिमी राम्री हो लीलाले के गर्छ लौडा यता ल त्यही त बस कुरा बोल्न सक्यो भए के लग खुट्टा खुट्टा छिटो बिहान भयो सुतेर हुन्छ सुत्ने काम त हुन्छ नि तिमी सुतेर नगरपालिका को जान्छ त्यही त को जान्छ तिमी जान्छौ म जान्छु म किन जान्छु नक्सा पास गर्न जान्छौ
कुन नक्सा नयाँ घरको नक्सा। ए हाम्रो नयाँ घर पनि बनिसक्यो अरे शिव म त तिम्रो बारेमा पागल भइसके। राम्रो राम्रो असाध्यै राम्रो राम्रो होइन खुरुक्क जाऊ। कहाँ जान्छ अट्टा। ल यो 100 रुपियाँ खर्च। आज नक्सा पास गरेर आएन भने घर फर्केर आउने। अलिक कडा छ लीला बोलाइरहेछ अघिदेखि सुन्दै नसुनिकन थकाइ नै लाग्यो मलाई। के हो एउटै गाउँको मान्छे देख भेटै छैन। राम्रो राम्रो एउटै गाउँको मान्छे यसरी भेट्न हुँदा राम्रो के राम्रो। त्यही त त्यही अब अब धेरै भेटघाट नभएको राम्रो भने ल ल ल ठिक छ। के हो नयाँ घर बन्दै रहेछ। बन्दै बन्दै कसैको बनिसक्यो कसैको आधा आधी भएको छ कसैको जखन अरे शिवा मैले आजको घरको कुरा गरेर छैन। मैले त तिम्रो घर पो बन्दै रहेछ भर भर भने त। हजुर त्यो त तपाईँलाई नि थाहा छ नि होइन हजुर घरबाट सिफारिस त हजुरले दिनुभएको नि त अब एकजनालाई भए पो सम्झिनु। त्यही त कयौँजनालाई सिफारिस दिए हुन्छु के दिए हुन्छु कहाँ सम्झ्यौँ मैले। त्यही त त्यही लिलाले असाध्यै कर गरी क्या घर बनाउनलाई त्यही भएर नक्सा पास गर्न भनेर नगरपालिका जान लाग्यो हजुर। यदि तिम्रो नक्सै पास भएन भने हुन्छ हुन्छ किन हुनु प्रक्रिया सबै पुरा छ। यदि नक्सा पास भएन भनेदेखि मलाई आएर भन्नु है त। हजुर तपाईँ नक्सा पास गर्नु मान्छे हो होइन वडा अध्यक्ष विजित कुमारी हो म। ए त्यही त त्यही वडा अध्यक्षलाई मैले के भन्नुपर्छ मेरो काम बनेन हजुर तपाईँले मिलाइदिनु पर्यो भन्नुपर्छ। ए मेरो काम बनेन हजुर तपाईँले मिलाइदिनु पर्यो जाऊ तिमी। कहाँ जाने भयो हे भगवान् मलाई किन उठाउनु भएन यस्तासँग भेट गर्नुभन्दा पहिले। तिमी जहाँ जाने हिँड्न छुट्टै जाऊ ल। त्यही त त्यही म कहाँ जान लाग्यो मेरो टाउ कहाँ जानु लाग्यो चाहिदिनु म तिमीसित। राम्रो राम्रो नसके मजाले आराम गर्नुहोस् न एउटा अतिथि त कता जानुभएको छ म कहाँ जान लाग्यो ए चल आज मेरो काम हुन्छ थाहा छैन तपाईँ यहाँको ठुलो मान्छे भने होइन भने हुनु त हो नि जान मात्रै छोटो मैले भनेको कुरा कहिले सुन्छ यहाँ म सुन्छु नि ल हे तपाईँको काम हुँदैन होला भित्र जानुहोस् भित्र के हो मेरो काम भयो नानी ए भयो नि हेर्नु न कस्तो राम्रो भिडियो बन्यो। मैले नाचगानको कुरा गरे होइन क्या नानी मेरो फाइलको काम हो भनेको कुन फाइल? यत्रो फाइल छ अब कुन फाइल बनाऊ म कति नम्बर हो? 985179 फोन नम्बर भने होइन के फाइल नम्बर भनेको। त्यो त थाहा छैन त्यसपछि जानुहोस् कहाँ जाने जहाँ जानु मन लाग्छ त्यहीँ जानुहोस्। मलाई त अमेरिका जानु मलाई त पठाइदिने हो सुब्बा सरकोमा जानुहोस् के। आस यो फाइल कति आएको के तपाईँ होइन त सुब्बा साहब कुमारजी आज्ञा गर्नुहुन्छ मै हो गौ न तपाईँकोमा जानु भनेर पठाएको अब के गर्नुहुन्छ अब म के गरौँ त मेरो काम गरिदिन पर्यो मेरो टाउको दुखिसक्यो के हो यता ल्याउनुहोस् टाउको ल सन्चो भयो मेरो घर बनाउने फाइलको काम गरिदिन पर्यो भने हिजै साधुराम सरका पठाएन त्यहाँको काम सक्यो
थाहा छैन पहिले त्यहाँको काम सक्नु न। कहाँको काम इन्जिनियर साहबलाई गएर भेट्नु न। किन भेट्ने हेत्तेरी तपाईँको घरको नक्सा पास गर्न क्या? मेरो नक्सा फेल भएको हो त हजुर। कुन नक्सा? हिजो मैले त्यो बाहिर बस्ने हरिवलाई यहाँ ल्याएर राखिदिएँ भनेर छोडिदिएको थिएँ कि त्यो फाइल के सर? खै मेरो टेबलमा त कुनै पनि फाइल आएको छैन। कुन टेबलमा गयो त हजुर? समुद्रमा बस्ने अक्टोपस र कार्यालयमा छिरेको फाइल एउटै हो। धेरैवटा हातखुट्टा हुन्छ, कति बेला कसको टेबलमा पुग्छ थाहा नै हुँदैन। तपाईँको फाइल कहाँ छ? पत्ता लाएर लिएर आउनुहोस्। जानुहोस् तपाईँ। ए नानी, मलाई सानी देखेर नानी भन्नुभएछ। म को हो थाहा छ तपाईँलाई? यो नगरपालिकाको अधिकृत लोकसेवा लडेर पास भएछु। त्यही त अब नानी लडेर पास हुनुभएछ होइन? अब नलडिकन मेरो यो घर बनाउने फाइल पास गरिदिनु न। घर बनाउने जस्तो कुरो त्यसै बनाएर हुन्छ, जाँचबुझ गर्नु परेन। गर्नुहोस् मजाले गर्नुहोस्, जाँचबुझ राम्रोसित गर्नुहोस्। बरु के पुग्दैन म मिलाएर गर्नु, तर जसरी भए पनि यो फाइल चाहिँ पास गरिदिनु न हजुर। बाबा गरिहाल्छु। तपाईँको फाइल दिनुहोस्। फाइल त छैन हजुर, बाहिर छोडेर गएको म हिजै, अहिलेसम्म फाइलै भेटिएको छैन हजुर। अनि के भन्नुहुन्छ त? फाइल छैन भन्नुहुन्छ हजुर। ए हो, हेर्नुहोस् मसित। आउनुहोस् हजुर, सहयोग गर्नु पर्यो हजुर। हामी जनतालाई सुख सेवा दिन बसेछु, दुःख दिन थोरै बसेछु। आउनुहोस् म मिलाइहाल्छु। त्यही त मेरा नगरवासीले दुःख नपाउन् भन्ने मेरो मान्यता हो र मेरो भनाइ पनि त्यही हो। चम्पकलालजीको फाइल कहाँ गयो? जिम्मेवार कर्मचारीले यस्तो लापरवाही गर्दाखेरि उहाँले कति दुःख पाउनुभयो। यस्तो कसले गर्दा भयो हामी जान्न चाहन्छु। सुभाष साहब, उहाँको फाइल कहाँ गयो? कुमारजी आज्ञा गर्नुहुन्छ। अब मेरो काम सकेर ओभरसियर साहबलाई जिम्मा लगाएको हो, त्यसपछि मलाई थाहा छैन हजुर। म त नियममा चल्ने मान्छे। हेर्नुहोस्, मेरो टेबलमा त फाइल आएकै छैन। शैलाजी, मेरो टेबलमा त आउँदैन। आएको भए त म इन्ट्री गरिहाल्थेँ नि। अब मैले त उपरसेठ साहबको टेबलमाथि लगेर छोडिदिए, त्यसपछि कहाँ गयो कसले फाल्यो म त केही थाहै छैन। आफू त नियममा चल्ने मान्छे, मेरो टेबलमा फाइलै आइपुगेको छैन, अनि मैले के गर्नु? अब मैले त मेरो काम सकेर फाइल पठाएकै हो क्या अरे। अब हाकिम साहबले विचार गर्नुपर्ने हो नि। तपाईँ के भन्न खोज्नु भएछ? त्यो फाइल जो छ तपाईँहरू सबैको टेबलमा घुमेपछि हाम्रो टेबलमा आउँछ। अब मैले लफडा गरेछु? मैले पनि गोलमाल गरेको छैन। मलाई त केही थाहा छैन है। आफू त कार्यालय सहायक पर्यो, कोठा पनि छैन, बाहिर बसिन्छ, कहाँ गयो थाहा छैन मलाई पनि। चुप लाग्नुहोस् तपाईँहरू। चम्पकलालजी, हजुर। तपाईँको फाइल पक्कै पनि मिस भएको छ। तपाईँ अहिले जानुहोस्, तपाईँलाई हामी फाइल भेटेपछि खबर गरौँ। कहिले छिटै गरौँला, 2-4 दिनमै गरौँला। खबर चाहिँ गर्नुहोस् है। गर्छ, जानु भएर हुन्छ। कहाँ जाऊ? घर जानुहोस्। घर मेयर साहबले भनेपछि जानु न पुरुख। ए तालको मान्छे। तपाईँहरू यस्तो लापरवाही काम नगर्नुहोस्। चम्पकलालजीको फाइल पक्कै पनि मिस भएको छ। तपाईँहरू जानुहोस्, गएर खोज्नुहोस्। जानुहोस्। हामीले दोष लाउनुहुन्छ। आउनु तपाईँ पनि खोजिहाल्नुहोस्, कता हराउनु भएछ। आज पनि मासु खानु मन लाग्यो। ल अब मासुको चौतोले थुन्नी है।
कप खाइयो कति दाम पर्यो 50 रुपियाँ है बुढा रहेछ ए बुढा ए पुष्पे सालो बाबु भिनाजुको परेछ त्यसले घरको नक्सा बनाउने कुरा हो त्यो भन है घरको नक्सा मात्रै भन न अरू केही भन्नु पर्दैन ए पुष्पे बाबु यति रातिको बेला दुईजना मात्रै यहाँ पनि नक्सा बनाउन लाग्यो है क्या हो हामी यहाँ कामको कुरा गर्दैछौँ क्या भिनाजु कस्तो कामको कुरो बाबु घरजम गर्न आर्टिस्ट क्या हो बाबु ए तेरिका भिनाजु घरजम होइन अफिसियल कामको कुरा क्या हुने है त्यही अफिसको कामको कुरो त अफिसमा पो गर्नुपर्छ होइन बाबु यस्तो एकान्त ठाउँमा दुईजना मात्रै बसेर कस्तो अफिसियली कामको कुरा बाबु तिम्रो उमेरमा छ नि मेरो पनि अफिसको काम यस्तो एकान्त ठाउँमा हुन्थ्यो क्या बाबु भिनाजु उहाँ मेरो क्लाइन्ट हो क्या क्लाइन्ट घर बनाउने कुरा हुँदै थियो हो है हो भन न हो सानो घर बनाऊ भने हुँदैन नानी हुँदैन यसले बनाएको हुँदैन नगरपालिकाले यसले बनाएको नक्सै पास गर्दैन त्यहीँको मान्छेले बनाउनु पर्छ अरे क्या यसले त नक्सै बिगारिदिन्छ नि विचार गर है मेरो नक्सा त उहाँले नै बनाउने हो उहाँले बनाएको नक्सा मलाई कस्तो मनपर्छ कस्तो नबिगारिकन बनाउनुहुन्छ नि भिनाजु अब उसले बनाएको मनपर्छ भने उहीसित बनाऊ हस् भिनाजु म शनिबार उतै घरमा आउँछु अनि यस विषयमा घरमै कुरा गरौँला हस् बाबु नानी एकछिन है रुपियाँ 100 होला घरबाट लिलाले अलिकति खर्च दिएर पठाएको थियौँ बाटैमै सकिएछ क्या बाबु त्यही भएर अलिकति खर्च चाहियो बस भाडा पनि छैन क्या बाबु अब बस भाडा त 25 रुपियाँले पुगिहाल्छ नि पुग्नु त 25ले पुग्छ कि क्या बाबु तर यसो चिनजानेको मान्छे खुट्टा चढ्ला त्यसको भाडा तिर्नु पर्ला बेर त बेर हुन्छ नि त फेरि त्यही भएर नगरपालिका घर नजिकै छ अनि यता किन आउनु परेको त तपाईँलाई यसको लामो कथा छ क्या बाबु अब यो कथा चाहिँ शनिबार साला भिनाजु बसेर मलाई अलिक गराउनु होइन हस् हजुर जानुहोस् अहिले म पनि लागेँ हस् ए बाबु एउटा कुरा त्यो नानीको नक्सा नबिहाल्नु बाबु
लौ यो बाटो खर्च 100 रुपियाँ। आज घरको नक्सा पास गरेर आएन भने यो घर त फर्केर आउने होइन ए हो अनि म कहाँ जान्छ जासिँदै जाऊ लीला अलिक कडा छ कि सकिने बनाऊ न त सकिने बनाऊ न त सकिने बनाऊ न त सक्ने बनाउन सक्ने बनाउन त जाऊ सकिने बनाऊ न त जाऊ तैँले जा भन्ने पाइन्छ अघि नै हिँडिसक्यो अबदेखि मेरो घर घर बनाउने भन्दै लुरु आहा कस्तो राम्रो घर भन्दै अबदेखि आउने होइन मेरो घरमा आहा कस्तो राम्रो घर भन्दै अबदेखि आउने नि मर्न सकिने सुई तँलाई लिले बनाउलिस् घर म हुँदा हुँदै तेरा घर सजिलोसँग बनाउन दिन्छु म तँलाई मलाई खुसी बनाएको भए मै सहयोग गर्थेँ मलाई दुखी बनाइस् गइस् एउटा सर्ट ए दाइ कता अड्डा